ओके, तपाईँलाई धेरै धेरै स्वागत छ आजको यो भिडियोमा। आज चाहिँ हामी फेसियल बोन चाहिँ कसरी याद गर्ने भन्ने कुराहरू एकदमै ट्रिकी तरिकाले याद गर्नेछौँ यो भिडियोमा है त। भिडियो चाहिँ अन्त्यसम्म हेरेर साथ दिनु होला। अगाडिको भिडियोमा मैले क्रेनियल बोन कसरी याद गर्ने भनेर भनेको थिएँ है त। अब चाहिँ हामी फेसियल बोन हेर्नेछौँ है त। फेसियल बोन चाहिँ हाम्रो कतिवटा हुन्छ त? 14वटा हुन्छ है त। त्यो चाहिँ अब हामी यो भिडियोमा एकदमै निमोनिक्स तरिकाले याद गर्नेछौँ है त। ल, हाम्रो स्कल बोनमा कतिवटा हुन्छ त साथीहरू? 22वटा हुन्छन् है त। क्रेनियल बोन चाहिँ हाम्रो 8वटा हुन्छ भने फेसियल बोन चाहिँ हाम्रो 14वटा हुन्छ है त। ल, अहिले चाहिँ हामी यो 14वटा बोन चाहिँ एकदमै सही तरिकाले याद गर्नेछौँ है त। ल, तपाईँहरू हेर्न सक्नुहुन्छ यो भिडियोमा है त, यो चित्रमा हेर्न सक्नुहुन्छ तपाईँले मजाले है त। ल, अब यसलाई सम्झिने तरिका चाहिँ दुईवटा निमोनिक्स छ साथीहरू, तपाईँले जुन सजिलो लाग्छ त्यही हेर्नु होला है त। ल, हाम्रो फर्स्टमा मेरो सजिलो निमोनिक्स चाहिँ यो छ है साथीहरू, सम्झिने तरिका है त। अब कस्तो छ भने भिएलसी भनेर याद गर्नु, पिएमएम र जेटेन भनेर याद गर्नु होला है त। यो फेसियल बोनलाई सम्झिने त एउटा निमोनिक्स हो। अब तपाईँलाई कसरी सम्झिनु होला भने यो भिएलसी तपाईँको यो ल्यापटप होइन मोबाइलहरूमा तपाईँले भिएलसीबाट के चलाउनुहुन्छ त? म्युजिक प्लेयर भिडियोहरू चलाउनुहुन्छ कि चलाउनुहुन्न? हो, त्यही हो साथीहरू भिएलसी होइन। भिएलसी तपाईँको मोबाइलहरूबाट भिडियो र म्युजिकहरू चलाउनुहुन्छ भने याद गर्नु होला भिएलसी होइन। भिएलसी भने एउटा एप हो जसले चाहिँ तपाईँहरू मजाले भिडियो चलाउनुहुन्छ ल्यापटपहरूमा मोबाइलहरूमा। अब पिएमएम है त, पिएमएम जस्तो जसरी सम्झिनुहुन्छ होइन, प्राइम मिनिस्टर एम एउटा अझै थपिदिनु होला, त्यो भइहाल्छ है त। पिएमएम त्यो पनि सम्झिनु होला। अब जेटेन, जेटेन कसरी सम्झिने त साथीहरू? अब तपाईँले यो जी नेटवर्क भनेर पनि याद गर्न सक्नुहुन्छ तपाईँले है त। जी नेटवर्क जस्तै कार्टुन नेटवर्क, तपाईँले कार्टुनहरू हेर्नुहुन्थ्यो नि, त्यस्तै तपाईँले जी नेटवर्क भनेर सम्झिनु है त। ल, एउटा चाहिँ यो निमोनिक्स छ एकदमै सजिलो लाग्ने, मलाई त यो सजिलो लाग्यो। अब अर्को निमोनिक्स पनि साथीहरू के छ भने ल यो छ है त साथीहरू, वो मेरे मन को लेकर पलट ना जाए भनेर छ है त। वो मेरे मन को लेकर पलट ना जाए भनेर एउटा निमोनिक्स छ फेसियल बोनको लागि है त। तपाईँ जुन सजिलो लाग्छ त्यही हेर्नु होला साथीहरू। ल, अब चाहिँ हामी योबाट सुरु गरौँ है त, एनाटोमिकलीबाट सुरु गर्नेछौँ है त। अब अगाडि मैले क्रेनियल बोनमा चाहिँ हाम्रो अरू सबै एउटा हुन्छ, पिटी चाहिँ हाम्रो 2टा हुन्छ भनेर। अब सी अगाडि आएको त्यसैले 1 भयो। अब एफ चाहिँ पछि आउँछ त्यसैले 2 भयो है त। फेसियल बोन अरू सबै 2टा छ है त। खालि केही अरू एउटा मात्रै छ भने एउटा मेन्डिएबल छ ज है त। यो चाहिँ एउटा मात्रै छ, भिमर र मेन्डिएबल एउटा मात्रै छ है त यसमा। पिएम भनेर एउटा मात्रै छ, अरू सबै 2टा छ, हेर्न सक्नुहुन्छ तपाईँले। ल, अब यो चाहिँ हामी निमोनिक्स तरिकाले जाउँ है त। अब भिएलसी, भीबाट के आयो? ह्युमर आयो। एलबाट के आयो? लेक्रिमल आयो। सीबाट के आयो? पञ्चाय आयो होइन। पीबाट के आयो? पेलाटाइन आयो। एमबाट के आयो? मैक्जिला आयो। एमबाट के आयो? मेन्डिएबल आयो। जेडबाट के आयो? जाइगोमेटिक। एनबाट के आयो? नेजल आयो। ल, यसरी चाहिँ सम्झिन सक्नुहुन्छ। अब हामी एन्टोमिकलीबाट हेरौँ है त। ल, अब एनबाट नेजल होइन, एनबाट के छ? नेजल छ। एनबाट के आउँछ? नोज आउँछ। एनबाट नोज आउँछ। अब नोजको यो 2टा हड्डीहरू छन् है त, त्यही हो। एउटा यतातिर लेफ्ट साइडको एउटै हो, त्यसैले एउटा गरेर 2टा भयो है त। ल, ल्याक्रिमल भनेर जहाँ तपाईँको आँसु आउँछ, जहाँ तपाईँ रोएपछि चाहिँ आँसु आउँछ है त, यसरी आँसु आउँछ तपाईँको। यो चाहिँ हाम्रो ल्याक्रिमल ग्ल्यान्डबाट आउँछ है त साथीहरू। ल्याक्रिमल ग्ल्यान्ड 2टा हुन्छ। तपाईँको आँखा कतिवटा छ? 2टा छ। यहाँ 2टा आँखाले मलाई यो भिडियो हेर्नु हुँदैछ, 2टा आँखाले हो, त्यही आँखा यो 2टा है त। यहाँ हुन्छ ल्याक्रिमल ग्ल्यान्ड। ल, अब त्यसै गरेर पेलाटाइन, पेलाटाइन हाम्रो कतिवटा हुन्छ त? 2टा हुन्छ है त। यहाँ जाइगोमेटिक छ तपाईँको, यो गालाहरू चिक्सहरू यहाँ हुन्छ नि त तपाईँको। ल, जाइगोमेटिक हाम्रो 2टा हुन्छ। अब भिमर चाहिँ ठिक्क नेजलको या बिचतिर हुन्छ है त साथीहरू। भिमर चाहिँ एउटा मात्रै हुन्छ। मेन्डिएबल कता हुन्छ? तपाईँको यो ज लाइन हुन्छ नि तपाईँको एउटा मात्रै हुन्छ है त। अब हाम्रो मैक्जिला चाहिँ हाम्रो कतिवटा हुन्छ? 2टा हुन्छ। एउटा यहाँ हुन्छ, एउटा यहाँ हुन्छ है त। तपाईँको मुभमेन्ट गर्ने मात्रै भनेको मेन्डिएबल मात्रै हो है त। मैक्जिला कहिले मुभमेन्ट गर्दैन। खै आ गर्नुहोस् त, को भयो त? यो भयो कि भएन? आ गरेर यो मात्रै हल्लिने हो, तपाईँको माथिको हल्लिँदैन। जहाँ तपाईँको माथिको दाँतहरू मैक्जिला हुन्छ भने तलको मेन्डिएबलमा हुन्छ। कन्चाइ चाहिँ कहाँतिर हुन्छ भने चाहिँ यहाँतिर हुन्छ है त, ठिक्क नाकको यतातिर। ल, यसरी चाहिँ हाम्रो एनाटोमिकली थियो है त फेसियल बोन चाहिँ। अब मैले माथिको निमोनिक्स भनेको थिएँ है त। माथिको निमोनिक्स वोबाट के आएको त? वो मेरे मनको लेकर पलट ना जाए भनेको थियो नि त। वो भनेको के हो? वो भो भनेको वो भिमर होइन। मेरी भनेको मेबाट के हुन्छ? मैक्जिला है त। मन भनेको मेन्डिएबल। मनको लेकर, लेकर भनेको ल्याक्रिमल। लेकर चला ना जाए, कन्छ होइन, चला ना जाए, जाबाट चला ना जाए।
जाबाट के आयो जाइकोमेटिक, जा ए है त, जा ए पलटना जा ए भनेर पनि छ। यो तरिकाले पनि याद गर्न सक्नुहुन्छ साथीहरू। पलट भनेको पबाट के आयो पेलेटाइन भनेर सम्झिने है त, पलटना जा ए। लेकर भनेको लेक्रिमल, मनबाटको मेक्जिला र मेन्डिएबल होइन। मे भनेको मेक्जिला भयो होइन, मनबाट के हुन्छ मेन्डिएबल, वो भनेको भिमर भयो, जा भनेको जाइकोमेटिक भयो है त, वो भनेको भिमर, मे भनेको मेरे भनेको मेक्जिला, मन भनेको मेन्डिएबल है त, यो भनेको लेक्रिमल, प भनेको पेलेटाइन, जा भनेको जाइकोमेटिक है त। यसो याद गर्न सक्नुहुन्छ तपाईँले। जुन न्युमेरिक्सलाई तपाईँहरूले सजिलो लाग्छ त्यही न्युमेरिक्स याद गर्नु होला है त। यो पनि याद गर्न सक्नु हेरेपट्टि ल। अब यसमा त भिमर मात्रै एउटा, मेन्डिएबल तपाईँको एउटा, मेन्डिएबल तपाईँको एउटा है त। यसो याद गर्न सक्नुहुन्छ तपाईँले है त। ल हेर्न सक्नुहुन्छ डायग्रामदेखि पनि मजाले याद गर्नु होला साथीहरू। यो चाहिँ हाम्रो टोटल चाहिँ कतिवटा हुन्छ, यसरी 14वटा हुन्छ। गर्नुहोस् त कति भयो, 2 3 4 5 6 7 8 9 10 11 12 13 14 एक्का कतिवटा भयो त 14वटा। यसरी याद गर्न सक्नुहुन्छ तपाईँहरू साथीहरू। ल यति मात्रै हाम्रो आजको भिडियो चाहिँ पुरा हेरिदिएकोमा धेरै धेरै धन्यवाद छ। ल अब हाम्रो भेट अर्को भिडियोमा हुनेछ। हस् त, धन्यवाद।